कैलाश महंत वर्षा महादेव को इतिहास से हो, महादेव शिक्षा दीक्षा से हो, पशुपतिनाथ का मंदिर को पशुपति मतम त्रयी सांख्यम योग पशुपति मतम वैष्णवम इति प्रभिन्ने प्रस्थाने परमिदमर तत्वनिधित ऋषीणाम वैचित्र्यात् ऋजुगुगिन नाना सदृशाम ग्रामेको गम्यः तमति पैसा मरणवैव भने भुक्ते हो। गोरखा गोरक्षनाथको अवतार गुहाबाट गोरक्षनाथले पृथ्वी नारायणलाई दिएको अथ गोरक्षनाथस्य कृपयार्जित सत्फलः पृथ्वी नारायण सम्राट दिव्य सुमतिन्दरः भनेको गोरक्षनाथको उपदेश चाहिँ हो, राधिकाको उपदेश चाहिँ हो, मनोकामनाको उपदेश चाहिँ हो, शैलीको उपदेश चाहिँ हो, ईश्वरीको उपदेश चाहिँ छ। हाम्रा यहाँ 10 श्लोकमा पशुपतिनाथले बुकबाट दिएको सन्त परमेश्वरको विधान चाहिँ हो। त्यसलाई चाहिँ हाम्रो पञ्चायत यहाँको हो, पञ्चायत हाम्रो स्थानीय हो, पञ्चायत सन्त परमेश्वरको हो भनेको भास्कर विष्णु शिव सत्कृत पञ्चमी भनेको पञ्च परमेश्वरको विधान हाम्रा पञ्च देवताले बनाएको, हाम्रा समस्त 33 कोटी देवताले मानेको र 28 ऋषिमुनिहरूले चलाएको सन्तान थरीका देवी देवता र ऋषिमुनिका सन्तानले चलाएको त्यो हाम्रो यहाँको यसै धरतीको उपज हो, यसै धरतीको आँकुरा हुन्, यसै धरतीको फलफुल हो। यो हामीहरूले यहाँ पालन गर्ने त्यो हाम्रो पति हो। विदेशबाट आएको हाम्रो कुनै प्रकारले पनि त्यो पछि हुन सक्दैन। इङ्ल्यान्डमा जन्मेको उत्तरबाट भएर रुस भएर जुनबाट यहाँ आएको कम्युनिस्ट हाम्रो कल्याणकारी हुन सक्दैन। जुन बाटो आयो त्यही बाटो पठाइदिनु पर्छ। दक्षिणबाट आएको उहाँबाट इङ्ल्यान्डबाट जन्मेर अमेरिकामा गएर फस्टाएको खाले फुलेको, त्यहाँबाट भारत आएको, भारतबाट नेपाल आएको, काङ्ग्रेस भन्ने अङ्ग्रेजको राज्य खाइराख्न, विश्वमा अङ्ग्रेजको राज्य खाइराख्नका लागि, अङ्ग्रेजहरूको विश्व पोषण गर्नका लागि अङ्ग्रेजका पुत्रहरूले चलाएको काङ्ग्रेस भन्ने संस्था हाम्रो होइन, हाम्रो भाषा पनि होइन, हाम्रो धर्म पनि होइन, संस्कृति पनि होइन, हाम्रो सभ्यता संस्कृति कुनै पनि होइन। र त्यो कुनैको हितकारक हो, जसले चलायो, जसका भाषामा छ, जसको चाल्छ छ उसैको हितकारी हो, हाम्रो हितकारी छैन। त्यो जहाँबाट आएको उतै पठाइदिनु पर्छ। यसो गरेपछि अनि मात्र हाम्रो कल्याण हुन्छ, नत्र यस 7 सालमा हाम्रो कल्याण छैन। अहिले जस्तो चलेको छ त्यो हाम्रो भएन। यहाँ कुनै प्रकारले पनि विदेशी तन्त्र, विदेशी भाषा, विदेशी सभ्यता संस्कृति, विदेशी पार्टी, विदेशी विधि विधान, विदेशी कुनै झन्डा यहाँ चल्दैन। यहाँ हाम्रो छ, आफ्नो छ, आफ्नै थियो, आफ्नै रहन्छ, आफ्नै राख्नु छ। अनि मात्र हामी हुन्छौँ, नत्र हामी अहामी हुन्छौँ। को तिमी त भालुका सन्तान हो ज्यू, तिमी त बाँदरका सन्तान हो ज्यू, तिमी त अमिवा सन्तान हो ज्यू। हामी त अमृतस्य पुत्र, अमृत परमात्माका पुत्र। हामीहरू माता त पार्वती देवी, पिता देवो महेश्वरः, बान्धव शिवभक्त स्वदेशु भुवनत्रयम्, बान्धव मानव सर्वे स्वदेशु भुवनत्रयम्। अन्य हाम्रो दर्शन छ, हाम्रो उत्पत्ति छ, हाम्रो व्युत्पत्ति छ, हाम्रो हिमाल छ। हिमाल भनेको हिमधु हो, हिमधुबाट हिन्दू हो, हिन्दू भनेको हिन्दू राष्ट्रको मूल हो। हिन्दूको अर्थ हो हिमधु। हिम भनेको हिउँ हो, धु भनेको भारी हो। हिउँको भारी शिरमाथि 12 मास 24 घण्टा बोक्ने, हिउँको भारी छातीमाथि, चिसोमाथि, सुनमाथि 12 मास 24 घण्टा बोकिरहने हिमाललाई हिमधु भनिन्छ। हिमधु हिमाल जापानदेखि लिएर फारसी समुद्र खाडीसम्म हिमाल छ। संस्कृत प्रशान्तदेखि देवतात्मा हिमालयो नाम नगाधिराजः, पूर्वा परौ तोयनिहि वगाह्य सित पृथिव्या इव मानदण्डः भनिएको यो हिमवत् खण्ड मानदण्ड हामीहरूको यो हिन्दू शब्दको मूल हो। हिन्दू हिमधु हिमालबाट हिन्दू राष्ट्र बनेको हो। हिन्दू धर्म, हिन्दू सभ्यता, हिन्दू संस्कृति, हिन्दू राष्ट्र नेपालको, हिन्दू राष्ट्र गोर्खाको यो हाम्रो दार्शनिक, ऐतिहासिक, पुरातात्विक त्यसैका आधारमा हाम्रो राजनीति बनेको, सबै हाम्रो मुकुट कसरी बनेको हो, कैलाश छ, हाम्रा वर्णमाला कसरी बनेका हुन्, हाम्रो धर्म संस्कृति सभ्यता, हाम्रा झ्याल ढोका कसरी बनेका